विशिष्ट अतिथि आदरणीय तिलक राईज्यू, मञ्चमा आसीन हुनुभएका विशिष्ट अतिथि पूर्व मन्त्री सुदन किरातीज्यू, किरात राई आयोगका केन्द्रीय कार्य समितिका विभिन्न यो भव्य कार्यक्रमलाई विभिन्न तह जाँड रखी हल्लाउँदैछ अहिले। आदरणीय सम्पूर्ण महानुभावहरू, जन्मेर यसरी नेपाल सरकारको उच्च ओहदामा हामी चाहिँ लगभग यहाँको साकेला चाहिँ हामीले भरिसक्यौँ साथीहरू। अब हामी मैले चाहिँ यहाँ साइनलमा डोराइरहेको छु है, यस्तो हिँड्दैन, खिरिरी कुद्छिँदै छक्कै पर्छु। पङ्खा किनेला साथीहरू, यहाँ कति धेरै पङ्खा रहेछ, यो पङ्खा किनिसकेँ। पछाडि हेर्नुहोस् साथीहरू, पछाडि ओ माई गड कति मिठो, तर म खान्न। ए यहाँ त वाउ जुसी माल छ यार। बाई बाई। ठिक छ, हामी चाहिँ यसरी सर हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि पनि म अर्को न्यू ब्लग लिएर आइसकेको छु साथीहरू। र आज चाहिँ म कहाँ जाँदैछु भनेर चाहिँ मेरो आउटफिटबाट तपाईँहरूले थाहा पाइसक्नु भइसक्यो होला साथीहरू। र आज चाहिँ म सधैँ चाहिँ धरानमा रहेको साकेलामा जाँदैछु र त्यहाँ गएर चाहिँ म कसलाई भेट्छु भनेर चाहिँ मेरो भिडियो मार्फत तपाईँहरूले देखि नै हाल्नुहुनेछ साथीहरू। तर तपाईँहरूले चाहिँ भिडियो चाहिँ स्किप नगरिकन हेर्नुपर्ने हुन्छ है त साथीहरू। ल लेट्स सी। ठिक छ, हामी चाहिँ यसरी सरसँगले सफरमा जाँदैछ धरानको साकेला चाहिँ। वाउ मजा आइरहेछ। हामी चाहिँ यो धरानको शनि मन्दिरमा आइपुगिसकेको छौँ। अहिले चाहिँ पुरा ढोकढाक चलिरहेको छ हेर, यतिको चाहिँ हुनुपर्ने हुन्छ। वाउ आँप हेर्नुहोस् साथीहरू, आँप यस्तो फलिरहेको छ आँप। आम्बामा आँप त हामी यो धरान 18को यो चिन्डोमा आइसकेको छौँ साथीहरू। अब यहाँबाट चाहिँ हामीलाई पुग्न चाहिँ थोरै मात्रै टाइम लाग्छ। यहाँ क्यामेराहरू हल्का साम्पाङकोमा चाहिँ लागिरहेको छ। ल यहाँनिर हल्का साम्पाङ हुनुहुन्छ। उनीहरूको सपनालाई हामी जोड्नेछौँ, हामी गुरुको काम गर्दछौँ। केही तपाईँको चाहिँ सक्नुहुन्छ यहाँनिर हल्का साम्पाङ सबै शुभकामना, सुस्वास्थ्य उत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै अन्त गर्दछु। उहाँले चाहिँ आफ्नो मन्तव्य सकिसक्नुभयो। धन्यवाद। आजको विशेष समारोह कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका पूर्व पर्यटन तथा संस्कृति मन्त्री आदरणीय तिलक राईज्यू, मञ्चमा आसीन हुनुभएका विशिष्ट अतिथि पूर्व मन्त्री सुदन किरातीज्यू, किरात राई आयोगका केन्द्रीय कार्य समितिका विभिन्न जिम्मेवारीमा रहनुभएका हामी आफू हुनुको परिचय कहाँ गएर बस्ने भन्ने विषय हामीसँग टड्कारो रूपमा उभिने भएको हुनाले त्यो परिचय प्राप्त गर्नको लागि हामीले हाम्रो भाषा यता बाहिर निस्किन्छ ल साथीहरू। यहाँनिर चाहिँ के बोलेकै सुनिएन कि साथीहरू, बाहिर निस्किन्छ ल म। अनि यो घर हेर्न सक्नुहुन्छ, चिटिक्क परेको घर यहाँ शीतल चाहिँ शीतलै हुन्थ्यो होला होइन साथीहरू। तर मान्छेको बढी चाप भएर चाहिँ होला यस्तो गर्मी भइरहेछ। हेलो नाना, मैले हजुरलाई टिकटकमा हेरिरहेको हुन्थेँ। साँच्चै हुनुहुन्छ? ए हस्, मैले यहाँ नानालाई पनि भेटाएँ है। उहाँ पनि एकदमै टिकटकमा एकदमै सक्रिय मान्छे हुनुहुन्छ। तपाईँहरूलाई थोरै साकेला देखाउँछु ल।
मजाले सजावट पुरानो पुरानो सामग्रीहरूलाई चाहिँ यसरी सजावट गर्नुभएको हुन्छ कि यहाँनिर माछा मार्ने जालहरू रहेछ है यस्तो राम्रो एकदमै धेरै मन पर्यो यहाँ हाम्रो दाजु र नानी भेटिए तल बस्नु भएको छ तल बस्नु भएको छ एलम्बर अरे है यो चाहिँ यस्तो राम्रो एलम्बर यहीँ पनि लेखिरहेको छ एलम्बरको राजा हो यो चाहिँ यस्तै थियो है यो चाहिँ सुम्बीमा पारो यता पछाडिपट्टि यहाँ ढोलहरू बजाउँदैछ दिनहरूमा यहाँहरूको मूर्ति पनि यही हामीले गर्वका साथ बनाउन पाउने अवसर हामीलाई यो व्यापक यो भव्य कार्यक्रमलाई विभिन्न तह संस्था सरकारी निकाय अर्ध सरकारी निकाय सबै जाँड रखी हल्लाउँदैछ अहिले आदरणीय सम्पूर्ण महानुभावहरू वास्तवमा जन्मेर यसरी नेपाल सरकारको उच्च ओहदामा पुग्दा हामी वास्तवमै सम्पूर्ण किराँत राईहरू खुसी गर्व र गौरव महानुभावहरू आफ्नो सांस्कृतिक पहिरनमा सजिएर युवा युवती बुढापाका सक्त यहाँ लगभग यहाँको साकेला चाहिँ हामीले भरिसक्यौँ साथीहरू अब हामी थोरैमा एकछिन मात्रै बसेर हामी घरतर्फ लाग्छौँ साथीहरू मैले चाहिँ यहाँ साइनलमा डुलाइरहेको छु है यस्तो हिँड्दैन खिरिरी कुद्छिँदै छक्कै पर्छु यहाँ आएर म एउटा चिज किन्छु पर्ने छ क्या साथीहरू यो कसरी हो यो मात्रै पुरैलाई मलाई यहाँ पङ्खा किन्नु छ कि पङ्खा छैन हम किने पङ्खा यस्तो गर्मी भएर होइन साथीहरू यहाँ पङ्खा खोज्दैछु कि पङ्खा पनि के हो राम्रै छैन कति रुपियाँ पङ्खा किनेला साथीहरू यहाँ कति धेरै पङ्खा रहेछ यो पङ्खा किन्छु किनिसकेँ पछाडि हेर्नुहोस् साथीहरू पछाडि ओ माई गड कति मिठो तर म खान्न साथीहरू के हो यो इन्ट्रेस्टिङ माल यहाँ त वाउ जुसी माल छ यार तर म यस्तो चिज खान्न साथीहरू होइन मेरो जनहरू चाहिँ पछाडि हिँड्दैछन् वाउ यहाँ सेलरोटी कति मजाले पोल्नु हुँदैन चाहिँ यहाँ हेर्न साथीहरू सेलरोटी कति मजाले पोल्दै हुनुहुन्छ अब कति धेरै गर्मी भएर साथीहरू म कति धेरै जुलाबीहरू देख्छु जुलाबी मालहरू जुलाबी डलहरू यहाँ बजार हो कि साकेला हो कि बजार हो म त के बुझ्नै सक्दिनँ म यति धेरै डलहरू पनि राखिसकेको छु हेर्न जुलाबी नै मात्रै देख्छु त म जहाँ पनि जुलाबी नै मात्रै छ यार अब यता लाग्छौँ हामी साइनन यहाँ आइगर न लाउ बोका हम्क्यो साइनन अनि मेरो भाउजू अनि मेरो यता मेरो छोरी अनि
सम्पूर्ण व्यवसायी महानुभावहरूलाई अब यहाँबाट चाहिँ हामी निस्किन्छौँ साथीहरू मेरो साथी इष्टमित्रहरू कता कता गए कि रात परिसकेको छ होइन साथीहरू कार्यक्रम चाहिँ चलिरहेको छ तर हामी चाहिँ अब घरतर्फ लाग्छ र होइन साथीहरू आजको डे चाहिँ मेरो एकदमै रमाइलो र इन्जोय तरिकाले बित्यो र आज चाहिँ होइन साथीहरू मैले हाम्रो देशकै यस्तो वरिष्ठ मान्छेलाई भेटेँ हाम्रो श्रम संस्कृति पार्टीको हर्क साम्पाङलाई भेटेकै साथीहरू मनैबाट यस्तो खुसी भइरहेको छु उहाँलाई भेट्ने चाहना यति धेरै थियो होइन फाइनली मैले आज भेटेँ उहाँसँग फोटो भिडियो पनि मजाले खिचेँ साथीहरू यस्तो खुसी लागेको छ है मलाई र तपाईँहरूले भिडियो देखि नै हाल्नुहुनेछ साथीहरू प्लिज तपाईँहरूलाई कस्तो लाग्छ साथीहरू प्लिज कमेन्ट डाउन बिलो भन्दै तपाईँहरू स्वस्थ रहनुहोला मस्त रहनुहोला भन्दै फेरि पनि म अर्को भिडियो लिएर आउने नै छु साथीहरू बाई बाई